हामी चाहिँ रेडी भइसक्यौँ देख्न सक्नुहुन्छ म अनि हुनुहुन्छ मेरो भाउजू हामी चाहिँ चासोकमा जानको लागि रेडी भएको ल भरे भेटौँ है त चासोकमा सोल्टीहरूलाई स्याहारो यो चाहिँ हामी म्याजिकमा गएको हामी कहाँ गएको भन्दाखेरि हामी चाहिँ पत्री मेला गएको खासमा हाम्रो धरान जाने प्लान थियो तर त्यस्तै हो प्लान हुन्छ एकतिर अनि प्लान सक्सेस हुन्छ अर्कै ठाउँमा भनेको यही हो क्या हाम्रो चाहिँ तर जे होस् रमाइलै थियो कत्रो ठुलो मेला लाग्दो रहेछ हाम्रो यो मेरो चाहिँ फर्स्ट टाइम हो यसरी कल्चरल ड्रेसमा चासोकमा गएको चाहिँ मेरो फर्स्ट टाइम हो मलाई जान त मन थियो त्यही पनि पहिलेदेखि नै मन त लाग्थ्यो त्यही पनि अब साथीभाइहरू कोही नभएपछि अनि यसपालि चाहिँ जे पर्ला भनेर नि भाउजू र म चाहिँ गएको यहाँ रोटी पकाउँदै हुन्छ एउटा आन्टीले अनि हामी चाहिँ हेर्दै हेर्दै साइडमा स्टलहरू पनि राख्नुभएको थियो राम्रो राम्रो सिलाम सागमाहरू पनि थियो अनि कति धेरै भिड छ हेर्नु न यहाँनिर यत्रो भिड हुन्छ जस्तो मलाई लागेकै थिएन क्या यहाँ चाहिँ मैले चाहिँ भाउजूको भिडियो बनाइदिँदै थिएँ भाउजूलाई बोलाउँदै थिएँ भाउजूले सुन्नै भएको थिएन अनि बल्ल बल्ल सुन्नुभयो म भाउजू नै त हो म नयाँ ठाउँको उलिँदैछु क्या मनोरञ्जन यहाँ चाहिँ पोखरी पनि रहेछ यो चाहिँ मेरो फर्स्ट टाइम हो यो ठाउँ आएको पनि म फर्स्ट टाइम नै हो क्या अनि यो चाहिँ घाममा बसेर यसो खिचेको कस्तो देखिन्छ भनेर यहाँ चाहिँ भाउजूले टिकटक बनाउँदै हुनुहुन्छ अनि यहाँनिर अनि भाउजूले मेरो पनि यहाँ भिडियो बनाइदिनु भयो एक दुईवटा वरिपरिको वातावरण तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै भिड थियो यहाँनिर हामी चाहिँ घुमघाम गरेर घर फर्किँदै गरेको अवस्था साथीसँगै हामी त एक्लै रङ्गित अब देख सकते हैं यहाँ हेर्नु न हामी बाहिर निस्किँदै गर्दा पनि कति धेरै भिड थियो क्या हामी जति निस्किँदै थियौँ त्यति नै मान्छेहरू आउँदै हुनुहुन्थ्यो क्या लास्टै भिड रहेछ लिम्बू ड्रेस लाउनेहरूलाई त हुक्का खाएको सुहाउँदै रहेछ त हेर्नु न नि अब यो खाने हो खाने फर्केको निस्केको यो चाहिँ हामी फर्किँदाखेरिको हेर्नु न हाइवे अहिले बनाउँदैछ र बाटो त्यही भएर कस्तो धेरै धुलोहरू छ क्या तपाईँ एक दिन हिँड्नुभयो भने तपाईँलाई रुगाले भेटिहाल्छ क्या यस्तो धुलो छ हामी चाहिँ गाडी नभेटेर एउटा सिटमा दुईजना बसेर आइरहेको छौँ आप लोग देख सकते हैं म अलिकति म त गाडी भइरहेको छु गाडी हामी कहाँसम्म एकजनाको भाडा मात्र काट्छु भनेपछि हामी दुईजना बसेर यो चाहिँ मैले त्यहाँ टाढोबाट भए पनि बोकेर लिएर चाहे चिया लभरहरू यस्तो हुन्छ है जहाँ गयो भने चिया खाने म चाहिँ चिया लभर हो यो प्लेटमा सार्छ पहिला यो सब खाने चाहिँ राम्रो लागिरहेछ एक पनि खाने बेलामा चाहिँ यो बुलाकी यसरी राख्नुपर्छ अनि खाने हो काकीहरू म त अहिले पनि लाउँछु र ठुलेले सुहाउँदैन र नलाउँथ्यो भन्छ खानु न यत्रो खाएर पनि उसलाई कोकले पुगेन अरे
फर्केको अवस्था देख्न सक्नुहुन्छ तपाईँ हाम्रो अवस्था यस्तो हुन्छ प्राइभेट ज्याकै यदि रात परिसकेको छ हेर्नु खाना खाँदा खाँदा Thanks for watching. Bye.